चाहिँ म चाहिँ फिसिङ भिलेजमा छु। यो लेयोमोन भनेको हेर्न सक्नुहुन्छ। पुरानो फिसिङ भिलेज हो हाम्रो काउलुङ साइडमा। यसरी पसलहरू रेस्टुरेन्टहरू छ। लब्स्टर, नुडल्स, एग क्र्याबहरू यस्तोहरू पाउँदछ। ब्रेस्ट पोर्कहरू मेबी यहाँ इन्डिभिजुअल अर्डर पनि गर्न मिल्छ होला। यतातिर लान्छु म तपाईँहरू। एकदम ब्युटिफुल प्लेस छ यहाँ। अहिले त पसलहरू सबै बन्द छ। रातिको टाइममा मेबी एकदम यहाँ ह्यापनिङ हुन्छ होला। पुरानो फिसिङ भिलेज। हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ विभिन्न क्र्याबहरू, स्नेलहरू यसरी बेच्दो रहेछ यहाँ। यो पर केजी होला। अनि यहाँबाट किनेर चाहिँ पकाउन दिने होला। होङपाङ सी फुड ब्रेक यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। एकदमै अब यो राम्रो सी फुड रेस्टुरेन्टहरू हुन्छ। यसरी भित्र छिर्नु पर्दो रहेछ। दामी छ। अन्त पसलहरू बन्द छ। मेबी ओपन हुन्छ होला। यो बेलुका चाहिँ एकदम ह्यापनिङ नै हुन्छ यो ठाउँमा। मलाई थाहा छ यस्तो गल्ली रहेछ कि यहाँ चाहिँ। पुरै यहाँ त राति त पुरै झिलिमिली नै हुन्छ होला। आउनै पर्ने ठाउँ एउटा वान अफ द ह्यापनिङ ठाउँै भन्छु म। प्रिपरेसनहरू को भाइब छ है। मलाई बाइक पनि लिएर आएको कोही कोहीले चाहिँ थर्मल्सको भाइब दियो। यसले चाहिँ मलाई पुरै खतरा थर्मल्सको भाइब दियो। गली घरहरू पनि छ यहाँ। यस्तो दामी घरहरू भित्र घरहरू हेर्नु न। यसरी निस्किने रहेछ। यो त एकदमै ठुलो रहेछ यहाँ। सी फुड खानालाई एकदमै फेमस ठाउँ। यहाँ हेर्नु न ल। यस्तो बिल्डिङहरूको बिचमा टक्क लाएर बास्केटबल कोर्ट पनि बनाइदिएको। बिल्डिङ भन्दा त यो त पुरै भिलेजै हाउस हो कि। भिलेज हाउस हो। अनि एकदमै कस्तो भित्र क्या इमेजिनै गर्न सक्नुहुन्न तपाईँहरू। ल हेर्नु त बिस्तारै खोल्दैछ यिनीहरूले सी फुडहरू। दामी सी फुडहरू हेर्नुहोस् त। यताबाट मात्रै भित्र छिर्दैछु। त्यो भिलेज त धेरै ठुलो रहेछ। घुम्न आउनु पर्ने रहेछ यो ठाउँमा त। एकदमै ह्यापनिङ ठाउँ है। कति के रेस्टुरेन्टहरू त। यस्तो रेस्टुरेन्टहरू त पुरै यो एउटा गाउँ नै लाइक सी फुड रेस्टुरेन्ट के। हङकङको वान अफ द फेमसै भनौँ। यस्तो सानो घरहरू होइन भिलेज हाउसहरू। तर यो गाउँ नै अब यस्तो टाइपकै। हेर्नु त है खोलाको छेउमा लियोमोन भनेको छ। यो चाहिँ ठाउँमा चोकहरू बनाइदिएको। यहाँ चाहिँ खाना आउने। अब यो चाहिँ यस्तो छ। यहाँ लियोमोन लेखेको छ। यो चाहिँ बिच पछि ऊ त्यो पारी गाडी राखेर त्यसलाई चाहिँ याउतोङ भन्छ। याउतोङबाट चाहिँ यस्तो भित्र छिरेर गली छिरेर आउने रहेछ। अझै भित्र जाँदैछु म। हेर्न सक्नुहुन्छ यहाँ भ्यू हेर्दै। खानेहरू फाइन डाइन होइन। अब यो क्याजुअल डाइनिङहरू। अझै म यसको इन्डसम्म जान्छु होइन। कहाँसम्म पुग्दो रहेछ यो। एकदम भित्र आएपछि झन् यस्तो ठुल्ठुलो डाइनिङ हलहरू क्या। हेर्नु नि यहाँबाट यस्तो के छ। फेरी पनि रहेछ के अरे। तर आई डोन्ट नो खुलेको छ कि छैन यो। अब म अन्तिममै आएको छु लगभग। भित्र आइसक्यो होइन। के रहेछ एक्सप्लोर गरौँ नै। घरहरू यस्तोहरू रुखहरू भएको। यहाँ लाइट हाउस हो क्या अरे यो। आई थिङ्क सो। त्यसको एन्ड अफ द लाइट हाउस।
कस्तो दामी ठाउँ ल ओ माई गुडनेस कस्तो पार्कहरू रहेछ ल हेर्नुहोस् त कस्तो दामी भ्यू देख्ने कि फिसिङ गर्दैछन् साथीहरू फिसिङ गर्न दिँदो रहेछ यहाँ तर नो फिसिङ भनेको छ भन्न चाहिँ तर यो पारीबाट उता काउलन डिस्ट्रिक्ट हो यो पारी आइल्यान्ड डिस्ट्रिक्ट हो यो चाहिँ लाइट हाउस हो लाइट हाउस हेर्न सक्नुहुन्छ कस्तो दामी ढुङ्गामा एउटाले भिडियो बनाउँदैछ त्यहाँ योगा गर्दै ओभर दामी यहाँनिर यहाँ यसको सबै नोटिसहरूलाई चाहिँ लियुमिन कस्तो लियुमिन रेस्ट गार्डन चाहिँ यसको म्यापहरू छ यहाँ है प्लानहरू छ कता कता छ कस्तो छ यो भनेर तपाईँहरूलाई म देखाउँछु यहाँ आएर चाहिँ कस्तो मजाको अब मेबी राति चाहिँ झन् कस्तो राम्रो देख्छ होला पारी सेन्ट्रल होइन सेन्ट्रल वान चाइ वान राति त्यहाँ ओभर दामी चाहिँ बस्ने ठाउँहरू पनि रहेछ बर्डहरू चिचिच गर्ने यहाँ के हो यो के बनाइदिएको छ यहाँ सायद यसरी पार्कहरू रहेछ हाम्रो यता जाने होला यो म तर जाँदिनँ उता के हुन्छ बच्चाहरूले खेल्ने ठाउँ पनि राम्रो बनाइदिएको रहेछ जे भने यस्तो गाउँमा भए पनि सरकारले एकदम राम्रो बनाइदिएको छ मेन चाहिँ यहाँ चाहिँ अब आएर खानाहरू खाने इन्जोय गर्ने फ्यामिलीसँग सी फुड खाने अनि यता आएर यसो वाकिङ गर्ने यस्तै ढुङ्गाहरू हेर्ने यसरी हेर्नुहोस् त कति राम्रो बनाइदिएको छ हौ त्यहाँ पर गएर त्यो उ गर्ने ठाउँ पनि रहेछ यहाँबाट तल तल जाने सायद यहाँ फेरि पनि आउन सक्छ है टु चिम्चासी पपुलिक फेरी रे सायद तपाईँहरू फेरीबाट नि आउन सक्नुहुँदो रहेछ यहाँ एडल्ट सेल्स यस्तो यस्तो चाहिँ सेलिङ कति बजे हुन्छ के हुन्छ हेर्नुहोस् त ल अब यहाँ चाहिँ एन्ड अफ द सायद त्यही हो फेरि यहाँबाट चढ्न सकिन्छ यहाँ फेरि चढेर चिम्चासी जान सकिँदो रहेछ त्यो चिम्चासीबाट फेरि चढ्दै 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 आउनु पनि वान अफ द एक्साइटमेन्ट हुन्छ है यहाँ त्यो चाहिँ चाइवान हो सायद इन्ड नै होला अब यो फर्किन्छ अब बोटहरू हुन्छ यहीँ कस्तो दामी बनाएको रहेछ बोट यहाँबाट जान सक्छौँ हेर्नुहोस् यो चाहिँ अन्तिम रहेछ भिलेजको लाइक एन्ड पार्ट अफ द भिलेज यताबाट पनि म हेर्छु उता पर चाहिँ घरहरू कस्तो दामी ल घरहरू हेर नि यस्तो क्लियर छ है क्लियरबाट छ यस्तो दामी ल फिसिङ गर्न आउँदो रहेछ यहाँ मान्छेहरू आर्टहरू बनाइदिएको रहेछ यहाँ फिसिङ भिलेज भनेर होला सायद दामी छ के हो यो गेमहरू हुने होला यस्तो डाँडाहरू छ ल टोइलेटहरू पनि रहेछ केटीको टोइलेट केटाको टोइलेट कस्तो दामी रहेछ